हेलो दर्शकबिन, आजको ताजा खबर 3 दिन अघि मृत्यु भएको एक व्यक्तिको आज जिउँदो भएको छ र बाँचिएको देखिएको छ र तपाईँमाझ केही साक्षीहरू प्रस्तुत गर्न चाहन्छु। आउनुहोस्। ल भन्नुहोस् त, त्यति बेला के भएको थियो? हामी चिहानमा गएको थिएँ। चिहानमा मृतक मान्छे कोही पनि थिएन, चिहान पुरै खुल्ला थियो अनि हामी चाहिँ अचम्म भयो। हो र हामीले यो साक्षी सुन्नुभयो होला र हामी तपाईँहरूमाझ अर्को साक्षी पनि प्रस्तुत गर्नेछु। ल हेर्नुहोस्, आउनुहोस्। ल भन्नुहोस् त, त्यति बेला के भएको थियो? चाहिँ अब रोमी सेनाको हो। म त्यो चिहान बसेर एक्कासी रोशनी आयो, त्यो ढुङ्गाउनी खुल्यो, त्यहाँ हेर्दा त्यो मान्छे थिएन। एक्कासी अचम्म भयो, रोशनी उनी एक्कासी त्यो आँखामा झिरिक्क आयो, त्यहाँ हेर्दा मान्छे थिएन। ए हो र। ल तपाईँहरूले सुन्नुभयो होला र अहिले मानिसहरू उहाँलाई चाहिँ परमेश्वरका छोरा र पुत्र भनेर चिन्दछन् र यो धेरै अचम्मको पुनरुत्थान भएको छ। परमेश्वरको पुत्र येशू ख्रीष्ट भन्नुहुन्छ, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्दछौ?